ल अब चाहिँ म एप्पल र पोमोग्रेनेटको पापालाई जुस बनाइदिन्छु। जुस चाहिँ उहाँले पकाएर दियो भने पिउनुहुन्छ, त्यत्तिकै चाहिँ खानुहुन्न। र तपाईँले के बनाएर दिनुहुन्छ हो हेमोग्लोबिन कम्ती हुँदैछ कमेन्ट्स गर्नुहोस् ल। पापाको चाहिँ मेरो हेमोग्लोबिन घटेर अचानक घटेर 8.6 मात्रै छ। त्यसले गर्दा एकदमै बेसी विक हुनुभयो है। मैले चाहिँ अब यसमा बिटहरू हालेको चाहिँ लिनु मान्नु भएन, डेट्सहरू हालेको थिएँ। एकदमै एप्पल र पोमोग्रेनेट्सको मात्रै मन पराउनु भयो। त्यसले गर्दा तपाईँले कस्तो के बनाएर दिनुहुन्छ हेमोग्लोबिनहरू घट्दा तपाईँले कमेन्ट्स गरिदिनुहोस् ल। उस्तै हो, झिझेत मान्नु हुँदैन। मेरो एउटा अङ्कलले भन्नुहुन्छ बाउआमा स्याहार्नु चाहिँ लक्कीले मात्रै पाउँछ अरे। बाउआमा सासू ससुरा कति त मन पराउँदैन बुढाबुढी मान्छे खाखाको गरेको आया हाता गरेको। त म तपाईँलाई एउटै कुरा भन्न चाहन्छु, उहाँहरूको कारण हामी संसारमा आएका छौँ है। ईश्वरले पनि आमा बाउको कारण थ्रो नै हामीलाई संसारमा पठाएको, हामीले संसार देख्न पाएको छौँ। उहाँलाई धेरै माया गरौँ। पनि मेरो बाबुआमालाई माया गर्ने कोसिस है, उहाँलाई स्याहार सुसार गर्ने हो। सक्नुहुन्न उहाँले, सक्दा त हामीलाई खुवाउनु भयो, हामीलाई हाम्रो नाङ्गोपनलाई ढाकिदिनु भयो है। हामीलाई खाइ नखाइ मिठै खुवाउनु खोज्नुभयो, तर अब उहाँहरू उमेरले गर्दा सक्नुहुन्न, कमजोरी हुनुहुन्छ, बेडमा हुनुहुन्छ। त्यति बेला चाहिँ हामी स्याहारौँ, झिझेत नमानौँ है, उहाँलाई माया गरौँ। त्यही हो सबैभन्दा ठुलो। र जसले आफूभन्दा ठुलो मान्छेलाई, आफ्नो आमा बाउ सासू ससुरालाई माया गर्छ, भोलि चर्का घुमेर आउँछ हामीलाई पनि माया गर्ने रेडी भइराखेको हुन्छ। तपाईँलाई म यही सन्देश दिन चाहन्छु।